समीक्षाजी, सन्चै हुनुहुन्छ? नमस्ते, आरामै छु। हजुरलाई कस्तो छ? एकदमै आरामै। कति भयो अस्ट्रेलिया आउनु भएको? टुर कस्तो हुँदैछ? नेपाल फेस्टिभल हिजो मात्र भर्खर सम्पन्न भयो। बबाल कन्सर्ट चाहिँ एकदमै तातेको थियो माहौल चाहिँ है। एकदमै राम्रो भइरहेछ नेपाल फेस्टिभल। अझै एउटा बाँकी छ ब्रिस्बेनमा। सो एकदमै सोचे भन्दा पनि धेरै माया पाइरहेको छु। एकदम खुसी छु र आज 21 डेज भएको छ। अब अझै 1 विक बाँकी छ। कार्यक्रमको स्टार्टिङमा समीक्षाजी यहाँ भेट हुने र गीत नगाउने त कुरै हुँदैन हैन। प्लिज एउटा गीत गाइदिनुहोस् न। अफकोर्स, अब अहिलेको लेटेस्ट सङ सबैजनाले मन पराइदिनु भएको। तपाईँ पनि यसो हट भएर पट भएर आउनु भएको छ। सो तपाईँलाई नै डेडिकेट गरेँ है त यो गीत है त। धन्यवाद। यतै हिँडेको केलाई चाहियो नाम, नाम भन्दा नि ठुलो हुँदो रहेछ दाम। बजार हिँडेको हो बिजुली बालेर, हट भएर पट भएर ब्युटी भएर हामी क्युटी भएर केटो हेरेको हेरै केटो हेरेको हेरै केटो हेरेको हेरै। थ्याङ्क यू। समीक्षाजीले आफूले आफूलाई डिस्क्राइब गर्दा कस्तो मान्छे? अब आफूले आफूलाई त के भन्नु, म अलि सहनशील छु। फर्केर हेर्दा आफूलाई कहाँ पाउनुहुन्छ? अब फर्केर हेर्दा आफूलाई लाइक अब यो सिङ्गर बन्ने चाहिँ मेरो सानैबाटको एकदम ठुलो ड्रिम थियो। अनि सो अब मैले चाहिँ सानै उमेरमा आफूले सोचे भन्दा पनि धेरै माया पाएको छु होइन। सो एकदम खुसी छु। के भनौँ यसको एन्सर के हुन्छ अरू? सानै उमेरमा होइन एकदमै चर्चा कमाउनु भएको, नाम कमाउनु भएको समीक्षा अधिकारी एकदमै व्यस्त गायिका भनेर हामी चिन्छौँ होइन तपाईँलाई। हामी एकदमै स्ट्रङ लेडी भनेर पनि चिन्छौँ है। मैले जोड्न खोजेको कुरा चाहिँ अब यति अनएक्सपेक्टेड तरिकाले चाहिँ हामीले कहिलेकाहीँ एकदमै चर्चा पाइसकेका हुन्छौँ होइन। तपाईँले भन्नुभयो अघि पनि अफेयरमा हाम्रो कुरा हुने बेलामा यसरी कहिलेकाहीँ चाहिँ नेगेटिभ कमेन्ट्सहरू आउँछ, कहिलेकाहीँ पोजिटिभ रेस्पोन्सहरू पनि आउँछ, फिडब्याक्सहरू आउँछ। एउटा कलाकारलाई चाहिँ यस्ता कमेन्ट्सहरूले चाहिँ कतिको म्याटर गर्दो रहेछ? अब यस्तो छ, सुरुवाती दिनहरूमा चाहिँ अब मलाई चाहिँ यो नेगेटिभ कमेन्टहरू एकदमै धेरै आउँथ्यो। त्यो बेलामा चाहिँ अब अलिकति गाह्रो हुन्थ्यो। तर अब अहिले चाहिँ बानी बसिसकेको छ कि अब यो क्षेत्रमा पोजिटिभ पनि कमेन्ट्सहरू आउँछ, नेगेटिभ पनि आउँछ। सबै कुराहरूलाई पचाएर अगाडि बढ्न सक्नुपर्ने रहेछ एउटा कलाकार भइसकेपछि, मलाई चाहिँ त्यस्तो लाग्छ। म्युजिक के हो त तपाईँको लागि? म्युजिक भनेको एउटा सरस्वतीको वरदान है, म चाहिँ त्यो ठान्छु। ओके। विदेश यात्रा जब तपाईँ गर्नुहुन्छ कस्तो अनुभव हुन्छ? यहाँको अडियन्सहरूको क्रेज कस्तो पाउनुहुन्छ? अब सेम नै हो। नेपालमा पनि एकदमै धेरै रमाइलो हुन्छ, अडियन्सहरू एकदमै धेरै इन्जोय गर्नुहुन्छ। सो अब विदेशमा अलिकति फरक भनेको चाहिँ इन्डोर र आउटडोर। अब नेपालमा चाहिँ प्रायः जसो कन्सर्टहरू महोत्सवहरू चाहिँ आउटडोर नै भइरहेको हुन्छ, विदेशमा चाहिँ प्रायः जसो इन्डोर भइरहेको हुन्छ। सो त्यस्तो धेरै डिफ्रेन्ट त छैन, डिफ्रेन्ट भनेको त्यही नै हो। ओके। यति धेरै ट्राभल गर्नुहुन्छ तपाईँ होइन, ट्राभल गर्दाखेरिको अनुभव चाहिँ के, त्यो पर्सनल एक्सपिरियन्स चाहिँ सुनाइदिनुहोस् न। अब ट्राभल गर्दा त एकदमै रमाइलो। मलाई चाहिँ एकदम पहिल्यै सानैबाट ट्राभल गर्न चाहिँ एकदमै धेरै मन हुन्थ्यो कि लाइक अब त्यो स्कुल पढ्ने बेलामा चाहिँ अब यो ठाउँमा जानु पाए हुन्थ्यो होइन। त्यति बेला चाहिँ चितवन जानु पाए हुन्थ्यो, बुटोल घुम्न पाए हुन्थ्यो भन्ने। अब विदेश त मैले कल्पना पनि गरेको थिइनँ क्या। अहिले चाहिँ अब यो देश विदेश टुर गर्न पाउँदा चाहिँ यो अब नसोचेको कुरा भनौँ न होइन। एकदमै माया पाइरहेको छु। यो भगवानको वरदान र मेरो दर्शक श्रोताहरूको मायाले गर्दा चाहिँ आज यो ठाउँमा छु र एकदमै आफूले आफूलाई चाहिँ भाग्यमानी नै ठान्छु। म धेरै भाग्यमानी हो। पक्कै पनि। यो ट्राभल गरिरहँदाखेरि तपाईँ चाहिँ एकदमै व्यस्त पनि हुनुहुन्छ त, आफूले आफूलाई चाहिँ कसरी टाइम निकाल्नु भएको छ? पढाइ चाहिँ कहाँ पुग्यो तपाईँको? पढाइ चाहिँ कतिको इम्पोर्टेन्ट रहेछ एउटा कलाकारलाई पनि एकचोटि भनिदिनुहोस् न प्लिज। पढाइ त झन् त्यो एकदम फर्स्ट प्रायोरिटी भनेकै पढाइ हुन्छ होइन, एकदम इम्पोर्टेन्ट हो। तर मैले चाहिँ अब सङ्गीत र म्युजिक र पढाइलाई कन्टिन्यू गरेर होइन, अब त्यस्तो धेरै टाइम दिन त सकिँदैन किनभने दुइटै कुरालाई म्यानेज गरेर आफ्नो यो भनेको एम भइहाल्यो, पढाइ भनेको त त्यो जिन्दगीभरको लागि हो नि त इम्पोर्टेन्ट होइन। त्यो भएर मेरो लागि चाहिँ दुइटै इम्पोर्टेन्ट हो र दुइटैलाई चाहिँ मैले आफ्नो ठाउँमा एकदमै अगाडि बढाइरहेको छु भनौँ न। अहिले चाहिँ कुन लेभलमा पढ्दै हुनुहुन्छ?
मेरो +2 सक्यो, अब ब्याचलर जोइन हुने क्रममा छु म। ओके हामी अन्त्यतिर आइसकेका छौँ। सपना सबैले सजाएका हुन्छन् होइन, समीक्षाले देखेका सपनाहरू के छन्? एकदमै मलाई यो गर्न पाए हुन्थ्यो, म यो बन्न चाहन्छु, अथवा मेरो भावी योजनाहरू के छन् भन्ने खालका हुन्छन् नि। तपाईँका योजनाहरू, तपाईँका सपनाहरू के छन् एकचोटि भनिदिनुहोस् न प्लिज। सपना जे थियो त्यो सबै पुरा भइरहेको छ, पुरा भइसक्यो। मलाई चाहिँ अब मैले भने नि सानोमा मलाई एकदम ठुलो गायिका भएर चिनिन मन थियो, त्यो पनि भयो, मेरो सपना पुरा भयो। सो मैले जे सोचिरहेको थिएँ त्यही नै भइरहेछ मेरो लाइफमा। एकदमै राम्रो, भगवानको कृपाले, दर्शक श्रोताको कृपाले गर्दा चाहिँ म धेरै खुसी छु आफ्नो ठाउँमा। धन्यवाद तपाईँको समयको लागि समीक्षाजी। थ्याङ्क यू सो मच तपाईँहरूलाई नि मेरो लागि भनेर यहाँसम्म आइदिनु भयो, एकदम खुसी लाग्यो। अन्त्यमा जाँदै समीक्षाजी एउटा गीतबाट हामी क्लोज अप गर्छौँ है त। स्योर। मेरो फर्स्ट सङ नाइन भन्नु ल 5बाट बालापनको हो मेरो, त्यही गीत गाउन चाहेँ है। अब त्यति बेला त आवाज अलिकति बच्चाको जस्तो थियो, अब अहिले चाहिँ अलि ठुलो भइसक्यो नि त, सो अलिकति डिफ्रेन्ट हुनसक्छ पहिला र अहिलेको आवाजमा। फेरि कहाँ आउँछ र घुमेर यो बालपनको उमेर, यो बालपनको उमेर, केही छैन चिन्ता, केही छैन पीरा, खुल्ला आकाशको पन्छी जस्तै घुम्छु चारैतिर, सबैकी प्यारी मान्छे म, सबैकी आँखा कि नानी, कसलाई मन पर्दैन र मेरो आनी बानी, फेरि कहाँ आउँछ र घुमेर त्यो बालपनको उमेर, यो बालपनको उमेर। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू सो मच। यतै हिँडेको केलाई चाहियो नाम भन्दा नि ठुलो हुँदो रहेछ दाम, बजार हिँडेको हो बिजुली बालेर, हट भएर पट भएर ब्युटी भएर, हामी क्युटी भएर, केटो हेरेको हेरै, केटो हेरेको हेरै, केटो हेरेको हेरै। थ्याङ्क यू।